अस्ति तपाईँहरू होइन 3% कर लगाइनेछ भन्दा गटङ टङ 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 ताली बजाएको त्यही राजसभाको चाहिँ सांसदहरू होइन अहिले फेरि 3% फिर्ता लियो भनेर बालेन शाहले त्यहाँ स्ट्याटस लेखेपछि अब फेरि चाहिँ हो हाम्रो प्रधानमन्त्रीले गरे के हो तपाईँहरू गणेशमान सिंहले भनेको जस्तै भेडाहरू हो म जेल जाँदा पनि यी जनताले ताली नै पड्काए म निस्किँदा नि ताली नै पड्काए यिनले के बुझ्यो भन्थे हिजो कर लाउँदा पनि तपाईँहरू ताली पड्काउनु भयो केही बोल्नु भएन आम मान्छेले सडकबाट चाहिँ यो गलत भयो भने प्रतिपक्षले गलत भयो भने अनि त्यो गलत भएपछि अहिले मैले फिर्ता लिइदिएँ भन्नु फेरि ताली पड्काएर बस्नु भएको छ घन्टी बजाएपछि सबैले ताली ठोक्ने घन्टी बन्द गरेपछि सबैजना चुप लाग्ने घन्टी बजाएर हो भनेपछि सबै हो भन्ने घन्टी बजाएर होइन भनेपछि होइन भन्ने भनेपछि तपाईँहरू कुनै हैसियतमा हुनुहुन्छ हैसियत बनाउनुहोस् मेहनत गर्नुहोस् धेर प्यार नबोल्नु